मुभीको स्टार्टिङमा हामीले एक व्यक्तिलाई देख्छौँ जसको नाम ज्याक हुन्छ र ऊ कुनै बोटमा हुन्छ जुन स्पेस जहाजभित्र हुन्छ, जसको मद्दतबाट उनीहरूले स्पेसमा ट्राभल गरिरहेको हुन्छ। ज्याकलाई धेरै समयपछि होस आएको हुन्छ र ऊ करिब 6 वर्षदेखि त्यो स्पेस बोटमा हुन्छ। उसको खुट्टाहरू प्यारालाइज्ड भइसकेको हुन्छ। हामीलाई यहाँ पहिला त थाहा नै हुँदैन कि यिनीहरू स्पेसमा के गरिरहेका छन् र किन आएको हो भनेर। तर त्यसपछि हामीले पास्टको कुनै सिनहरू देख्छौँ जसबाट हामी स्टोरीबारे क्लियर हुन्छौँ। ज्याकको एउटा जुम्ल्या भाइ हुन्छ जो एकदम जेहेनदार वैज्ञानिक हुन्छ। उसलाई स्पेसमा जान पहिलेदेखि नै इच्छा हुन्छ र नयाँ नयाँ चिजहरूको खोज गर्न एकदम शौकिन हुन्छ। तर उसको सहरको ग्याङहरूसँग केही पैसाको लेनदेन नमिलेको कारणले झगडा पर्छ र उसको त्यही मृत्यु हुन्छ। स्पेसमा पठाउनको लागि नासाको धेरै नै पैसा खर्च भइसकेको हुन्छ। त्यसैले ज्याकले पनि चाहन्थेन कि सबै पैसा खेर जाओस् भनेर। साथसाथै आफ्नो भाइको शौकिनतालाई समेत ऊ पुरा गर्न चाहन्थ्यो। त्यसैले ऊ आफ्नो भाइको सट्टा स्पेसमा अर्को प्लानेटतिर जान्छ। ऊ त्यहाँ जान यसकारण पनि तयार हुन्छ कि उसको दुवै खुट्टा प्यारालाइज भएको हुन्छ, जसको उपचारको लागि निकै धेरै पैसा लाग्छ। त्यसैले उसलाई एउटा आशा हुन्छ कि ऊ जुन मिसनमा गइरहेको छ, यदि त्यस मिसनमा सफलता मिल्यो भने धेरैभन्दा धेरै पैसा कमाउन सकिन्छ भनेर, ताकि उसले आफ्नो खुट्टाको उपचार गर्न सकोस्। ऊ एकदम मेहनती पनि हुन्छ। उसको खुट्टा त्यति नचल्ने भए तापनि ऊ एकदम बलियो हुन्छ र यो मिसन गर्न सक्छु भन्ने कुरामा ऊ पूर्ण विश्वास हुन्छ। र यो ग्रहको बारेमा कुरा गर्नुपर्दा त्यहाँ अक्सिजन हुँदैन। त्यहाँ ऊ सँगसँगै आएका अरू मान्छेहरू पनि हुन्छन् र सबै एकै ठाउँमा भेला हुन्छन् र उनीहरूले आफ्नो लिडरलाई भेट्छन्। लिडरले सबैलाई सम्झाउँदै हुन्छ त्यहाँको अवस्थालाई कसरी फेस गर्ने, साथसाथै कुनै क्रिएचरसँग आम्ने सामने भयो भने कसरी त्यसलाई हराउने वा त्यसबाट बच्ने भनेर। त्यसपछि ज्याकको भेट एक व्यक्तिसँग हुन्छ जोसँग उसले 3 वर्षसम्म पहिले ट्रेनिङ गरिसकेको हुन्छ। त्यसैले उनीहरू एक आपसको बारेमा धेरै जानकारी हुन्छ। त्यसैले त्यो मान्छेले ज्याकलाई उसको अवतार देखाउँछ। यो अवतारमा मान्छेको डिएनए पनि हुन्छ, साथसाथै त्यस ग्रहमा बस्ने क्रिएचरको पनि डिएनए हुन्छ। अब यिनीहरूको प्रोजेक्ट स्टार्ट हुन्छ। त्यसै बखत त्यस प्रोजेक्टको लिडर त्यहाँ आउँछ र सिधै त्यस प्रोजेक्टको हेड भएको ठाउँमा जान्छ, जो एक बिजनेसम्यान हुन्छ र उसले नै यो प्रोजेक्ट स्टार्ट गरेको हुन्छ। उसले सिधै सोध्छ कि ज्याकलाई यहाँ ल्याउनुको कारण के छ भनेर। खासै केही छैन, ऊ केवल समझदार छ भनेर प्रोजेक्टको हेडले भन्छ। साथसाथै उसले त्यहाँ प्लानेटमा जानुको लक्ष्य पनि भन्छ। उनीहरू एक बहुमूल्य पत्थर खोज्न गइरहेको हुन्छ जसको मूल्य 10 ग्रामको 1 करोड हुन्छ। अर्को दिन ज्याकलाई एउटा मेसिनमा राखिदिन्छ। त्यसपछि ऊ एक अवतार बनेर बाहिर निस्किन्छ, जुन रूप पाएर ऊ एकदम खुसी हुन्छ। लामो लामो कान, चल्ने खुट्टा अनि निलो शरीर देखेर आफैमा रमाउँछ। त्यसपछि ज्याकले त्यस मिसनको लिडरलाई भेट्छ। उसले ज्याकको खुब तारिफ गर्छ किनकि ज्याक पहिले एक आर्मी हुन्छ र उसको एक्टिभिटी पनि एकदम राम्रो हुन्छ, अनि भन्छ कि तिमी त्यो प्लानेटमा गएर धेरैभन्दा धेरै समय त्यहाँको क्रिएचरसँग बिताऊ ताकि उनीहरूको विश्वास बढोस्, जसले गर्दा त्यस प्लानेटबाट बढीभन्दा बढी बहुमूल्य पत्थर निकाल्न सकियोस्। र तिमीलाई थाहै छ यस प्रोजेक्टको हेड पनि यही चाहन्छ भनेर। यसको लागि पहिले त्यहाँ भएको क्रिएचरहरूलाई हटाउनु पर्छ। यदि तिमीले 3 महिनामा यो काम गर्न सकेनौ भने हामीले जबरजस्ती त्यहाँ ठुलो हमला गर्नुपर्ने हुन्छ र त्यहाँको क्रिएचरलाई मार्नुपर्ने हुन्छ, किनकि उनीहरू भनेको हाम्रो मिसनको बाधा हो र त्यसको बदलामा म तिम्रो खुट्टाहरू पनि ठिक गरिदिनेछु। यसपछि यस कामको लागि ज्याक पनि सहमत हुन्छ र अर्को सिनमा तिनीहरू त्यो प्लानेटमा पुग्छन्। ज्याक आफ्नो अवतारको भेषमा हुन्छ र त्यहाँ पुग्दा निकै खुसी हुन्छ र त्यहाँको एउटा पातलाई छुन्छ र अचानक त्यहाँ ठुलो ठुलो जनावरहरू देख्दछन्। एक अनौठो जनावर ज्याकको पछाडि लाग्छ र भाग्दा भाग्दै ऊ एउटा ठुलो झरनाबाट हाम फाल्छ, जसले गर्दा आफ्नो साथीहरूबाट छुट्छन्। अर्कोतर्फ उसको साथीहरूले उसलाई खोजिरहेको हुन्छ
तर भेट्दैन। त्यसैले यो प्लानेट निकै नै खतरनाक भएको र ज्याक अहिलेसम्म मरिसकेको सोचेर उनीहरू फर्किन्छन्। तर ज्याक उही जङ्गलमै हुन्छ। उसलाई त्यही प्लानेटको एउटा केटीले चियाइरहेको हुन्छ र बाण हान्न खोज्छ। त्यति नै खेर एउटा फुल उसको तिरमा आएर बसिदिन्छ र त्यसैले उसले बाण चलाउँदैन र जान्छ। त्यस केटीको नाम नेतिरी हुन्छ। रातिको समयमा त्यस प्लानेटमा ज्याकको पछाडि खतरनाक जनावरहरू पछि लाग्छ र उसलाई एट्याक गर्न खोज्छ। तिनीहरूलाई भगाउन उसले आगोको सहायता लिन्छ, तर पनि लाग्दैन। त्यही समयमा नेतिरी आएर उसलाई बचाउँछ। ज्याकलाई बचाउने क्रममा नचाहँदै पनि त्यस जङ्गलको जनावरलाई मार्नु परेकोले नेतिरी साह्रै रिसाउँछ। त्यसपछि ज्याकले भन्छ कि यदि यी जनावरहरूको माया लाग्ने भए मलाई किन बचाएको त? जवाफमा नेतिरीले तिमी बच्चा जस्तै छौ भनेर भन्छ। ज्याकले फाइट सिकाइदिन आग्रह गरिरहेको हुन्छ। त्यही समयमा ग्लोइङ फ्लावरहरू आएर उसको शरीर ढकमक्क ढाकिदिन्छ। नेतिरी त्यस गाउँको मुखियाको छोरी हुन्छ। त्यसैले उसले ज्याकलाई आफ्नो ठाउँमा लैजान्छ। त्यहाँको मान्छेहरूले ज्याकलाई मार्न खोजिरहेको हुन्छ, तर नेतिरीले दिँदैन। यो कुरा त्यहीँको एक क्रिएचरलाई मन पर्दैन जो भविष्यको त्यस गाउँको मुखिया हुनेवाला हुन्छ। यही बखतमा नेतिरीको आमा जो एक मुखिनी पनि हुन्छ, उसले नेतिरीलाई ज्याकलाई स्किल्सहरू सिकाउन अनुमति दिन्छ। अर्को ठाउँमा ज्याकको साथीहरूले ज्याकलाई उठाइरहेको हुन्छ। उठ्ने बित्तिकै ज्याकले त्यहाँको क्रिएचरहरूको मन जित्नको लागि पहिलो स्टेप चालिसकेको कुरा सबैलाई जानकारी गराउँछ, जुन कुरा सुनेर सबैजना खुसी हुन्छ। यहाँ नेतिरीले ज्याकलाई धेरै स्किल्सहरू पनि सिकाइसकेको हुन्छ। अर्को सिनमा देख्छौँ कि यस प्रोजेक्टको लिडर त्यस ठाउँमा आउँछ जहाँ उनीहरूको सानो क्याबिन पनि हुन्छ। यता ज्याकको ट्रेनिङ सुरु भइसकेको हुन्छ। बिस्तारै बिस्तारै ज्याकले त्यहाँको धेरै कुराहरू सिकिसकेको हुन्छ, जस्तै त्यहाँको भाषा, घोडा सवारी अनि त्यहाँको शिकार। साथसाथै प्रकृतिप्रति पनि उसको माया पलाउँदै गइरहेको हुन्छ। त्यसपछि नेतिरीले ज्याकलाई एक ठाउँमा लैजान्छ जहाँ ठुलो ठुलो उड्ने चराहरू हुन्छ र भन्छ यस चराले आफ्नो मालिक आफै रोज्छ र पुरै जिन्दगी उहीसँगै इमान्दार भएर बस्छ र सधैँ उसलाई लिएर मात्र उड्छ। तर सुरुमा यिनीहरूलाई चुन्नुपर्ने हुन्छ, जुन काम निकै नै खतरनाक र गाह्रो हुन्छ। अन्तिममा बल्ल बल्ल ज्याकले एउटा चरालाई आफ्नो कन्ट्रोलमा लिन्छ र उड्न लाग्छ। नेतिरी र ज्याक आफ्नो चरामा बसेर उड्छन् र एकदमै रमाइलो मानिरहेको हुन्छ। त्यही बखत उनीहरूले एउटा रुख देख्छन् जुन एकदमै राम्रो हुन्छ र त्यही समयमा यिनीहरूको पछाडि एउटा ठुलो खतरनाक चरा पछि पर्छ। जसोतसो त्यसबाट उनीहरूले आफ्नो ज्यान बचाउँछन्। नेतिरीले भन्छ कि यो चरालाई उनीहरूको पुर्खाहरूले उडाउने गर्दथ्यो, तर त्यसमा सवारी गर्न निकै नै गाह्रो छ र यो पनि मानिन्छ कि यसले सबै दुःखलाई विलिन गरिदिन्छ र खुसी ल्याइदिन्छ भनेर। यताउता गर्दा गर्दै त्यहाँ बसेको पनि 3 महिना पुगिसकेको हुन्छ। त्यसैले कर्नेलले उसलाई त्यहाँ बोलाउँछ र भन्छ मैले जुन काम तिमीलाई गर्न दिएको थिएँ लाग्छ तिमीले बिर्सियो भनेर। जवाफमा भुलेको छैन भनेर ज्याकले भन्छ र अर्को दिन एउटा कार्यक्रम हुँदै हुन्छ जहाँ उनीहरूले ज्याकलाई अपनाउने हुन्छन्। मतलब ज्याक पनि त्यस गाउँको एक हिस्सा हुनेछ र कर्नेलले वार्निङ दिँदै भन्छ कि यदि ज्याकबाट यो काम भएन भने उसले ज्याकलाई पृथ्वीमा नै फर्काइदिनेछ भनेर। अर्को दिन त्यहाँ उक्त कार्यक्रम हुन्छ र सबैले ज्याकलाई अपनाउँछन्। त्यसपछि नेतिरीले ज्याकलाई इलाको रुख देखाउँछ जुन एकदम पवित्र रुख हुन्छ र सधैँ चम्किलो भइरहन्छ। त्यसपछि नेतिरीले भन्छ कि ज्याकले त्यस गाउँको जुनसुकै केटी छाने पनि हुन्छ भनेर। जवाफमा ज्याकले उसलाई नै मन पराएको कुरा बताउँछ। त्यसपछि नेतिरी पनि मुसुक्क मुस्कुराउँछिन्। त्यसपछिको सिनमा हामीले कर्नेलले त्यहाँको रुखहरू ढाल्दै गरेको देख्छौँ। उसले आफ्नो मिसनहरू सुरु गरिसकेको हुन्छ, जुन देखेर गाउँको सबै मान्छेहरूलाई रिस उठ्छ। ज्याकले कर्नेललाई रोक्न धेरै प्रयास गर्छ तर सक्दैन।
यो देखेर त्यहाँको भविष्यको मुखियाले ज्याकलाई हमला गरिदिन्छ, तर नेतेरीले उसलाई बचाउँछ। त्यस प्रोजेक्टको लिडरले कर्नेललाई त्यो स्टोनहरू पाउनको लागि त्यहाँको रुखहरू ढलाउनै पर्छ भन्ने छैन भनेर कराउँछ। साथसाथै त्यो स्टोन चारैतिर हुन सक्ने कुरा पनि भन्छ। त्यति नै खेर ज्याक पनि त्यहाँ आउँछ र कर्नेललाई सम्झाउन थाल्दछ र यस प्लानेटमा बस्ने क्रिएचरको त्यस ठाउँप्रतिको मायाको बारेमा पनि कुरा गर्छ र यिनीहरू यहाँबाट जाँदैनन् भनेर भन्छ। त्यसपछि कर्नेलले भन्छ कि उनीहरू त्यहाँबाट गएन भने पनि हामीलाई कुनै फरक पर्दैन। मैले पहिले भनिसकेँ कि हामी युद्ध गर्छौँ भनेर, र भोलि हामी यसै गर्नेछौँ। लिडर र ज्याकले उनीहरूलाई सम्झाउन धेरै प्रयास गर्छ तर सक्दैन। यसका साथसाथै एभेटारमा जान र त्यहाँको क्रिएचरहरूसँग डिल गर्न कर्नेलले उनीहरूलाई एक अन्तिम मौका दिन्छ। एकचोटि फेरि लिडर र ज्याक आफ्नो एभेटारमा त्यस गाउँमा जान्छ र सबै साँचो साँचो कुरा भन्छ। उनीहरू कुन उद्देश्यले त्यहाँ आएको हो र के गर्न चाहन्छ भनेर। यसपछि नेतेरीको मन टुट्छ र रुन थाल्छ, साथसाथै धोका दिएको भन्दै ज्याकलाई कराउन थाल्छ। त्यसपछि ज्याक र लिडरलाई उनीहरूलाई बन्दी बनाउँछ। त्यति नै खेर कर्नेल र उसको टिमहरू त्यहाँ आइपुग्छ र ज्याकले नआउन इसारा गरे पनि उनीहरू आइ नै रहन्छ र युद्ध सुरु हुन्छ। एकातिर त्यस गाउँको मान्छेहरूले बाण र भालाले युद्ध गरिरहेको हुन्छ भने अर्कातिर कर्नेलले अत्याधुनिक हतियारहरूको आक्रमण गरिरहेको हुन्छ। त्यसैले त्यहाँ एकैछिनमा आगो लाग्छ। त्यहाँको मान्छेहरू आत्तिन्छन् र रुन थाल्छन्। त्यसै बखत मुखिनी त्यहाँ आउँछ र ज्याकको बन्धन बाँधिदिन्छ र उनीहरूको ज्यान बचाउनको लागि आग्रह माग्दछ। त्यसै बखत कर्नेलले उनीहरूको पवित्र रुखलाई पनि ढालिदिन्छ। यो देखेर सबैजना दुखी हुन्छन्, साथसाथै उनीहरूलाई मान्छेप्रति एकदमै रिसाउँछन्। यसै क्रममा त्यस गाउँको मुखियाको पनि मृत्यु हुन्छ। साथै यस प्रोजेक्टको हेड र ज्याकलाई एरेस्ट गर्न लिडर र कर्नेलले आदेश दिन्छ। त्यति नै खेर फाइटर प्लेनको पाइलट आएर उनीहरूलाई बचाउँछन् र त्यहाँबाट हेलिकप्टरमा भगाएर लान्छन्। यसै दौरानमा कर्नेलले गोली चलाउँछ, जुन गोली प्रोजेक्टको हेडको पेटमा लाग्छ र ऊ घाइते हुन्छन्। त्यसपछिको सिनमा ज्याक आफ्नो एभेटारमा भ्युजिन्छ र चारैतिर हेर्छ, कोही पनि देख्दैन। सबैजना अर्को ठाउँमा अर्थात् उनीहरूको पवित्र रुख ढलेको ठाउँमा भेला भएको हुन्छ र ज्याक भागिसकेको र उनीहरूको सहयोगको लागि आउँदैन भनेर सोच्छ। तर एकैछिनमा ज्याक त्यहाँ ठुलो चरामा उडेर त्यहाँ आइपुग्छ, जुन चरा नेतेरीको पुर्खाहरूले चढाउने गर्दथ्यो। त्यहाँको मान्छेहरू यो पनि मान्थे कि जसले यो चरालाई चढाउन सक्छ त्यसले नै उनीहरूको सम्पूर्ण दुःखलाई पनि हटाउन सक्छ, अर्थात् खुसी ल्याउन सक्छ भनेर। ज्याकलाई त्यहाँ त्यो चराको साथमा देख्दा त्यहाँको सबैजना खुसी हुन्छन् र नेतेरी पनि रमाउँछिन्। ज्याकले त्यस गाउँको मुखिनीलाई आफ्नो घाइते साथीलाई बचाउने उपायबारे सोध्छ। अन्तिममा त्यो साथीको आत्मा पूर्ण रूपमा एभेटारमा सारिदिन्छ र उसको त्यही मृत्यु हुन्छ। यसपछि कर्नेलको विरुद्ध युद्ध लड्ने प्लान बनाउँछन् र सबैजना ज्याकको साथ दिन रेडी हुन्छ। उनीहरूको सङ्ख्या धेरै भएकोले कर्नेल अलि हिचकिचाउँछ, तर अत्याधुनिक हतियार भएको कारण ऊ युद्ध लड्न तयार हुन्छ। यता ज्याक र उसको साथीहरूसँग तीर र भाला मात्र हुन्छ, तर पनि त्यहाँको प्रकृतिको जानकारी राम्रोसँग भएको र प्रकृतिलाई बचाउनको लागि सबैले आफ्नो ज्यान दिन पनि पछि हट्दैनन्। साथै ज्याक त्यही पवित्र रुखमा जान्छ र उनीहरूको सहयोगको लागि पवित्र रुखलाई आग्रह माग्छ। यता कर्नेल ठुलो आर्मीको साथ त्यहाँ आइपुग्छ र सुरुमै त्यस पवित्र रुखलाई आक्रमण गर्छ। यता ज्याक र ज्याकको टिमहरू पनि रेडी हुन्छ र उनीहरूको हमला गर्न थाल्छन्। यहाँ घमासान युद्ध चल्छ, जहाँ कयौँ आर्मीहरू मर्छन् भने कयौँ त्यहाँका क्रिएचरहरू पनि। त्यसै बखतमा त्यस गाउँको नयाँ मुखियाको पनि मृत्यु हुन्छ। कर्नेल लगातार अगाडि बढिरहेको हुन्छ भने नेतेरी एकदम आत्तिरहेको हुन्छन्, तर त्यस पवित्र रुखले ज्याकलाई आशीर्वाद दिन्छ र त्यहाँको सबै जनावर ज्याकको पक्षमा आउँछ र एकैसाथ कर्नेलको आर्मीमाथि हमला गरिदिन्छ।
ज्याकले कर्नेलको जहाजमा बम राखिदिन्छ, जसले गर्दा प्लेन अनब्यालेन्स हुन्छ र ज्याक चिप्लेर लड्छ भने कर्नेल छिटो छिटो आफ्नो रोबोटिक सुट लगाएर तर जमिनमा झर्छ। त्यसपछि कर्नेल त्यो क्याबिनतिर जान्छ जहाँ ज्याकको मानवरूपी शरीर रहेको हुन्छ। त्यसैले त्यहाँ ज्याकलाई मार्न जान्छ। ऊ त्यहाँ पुग्नुभन्दा अगाडि नै नेतेरी त्यहाँ आइपुग्छ र फाइट खेल्छ, तर नेतेरीलाई उक्त कर्नेलले हराउँछ। यति नै खेर ज्याक त्यहाँ आइपुग्छ र कर्नेललाई रोक्न खोज्छ, तर कर्नेलले ज्याकलाई समात्छ र मार्न खोज्छ। त्यति नै खेर नेतेरीले कर्नेलमाथि तीर चलाउँछ र उसलाई त्यही मारिदिन्छ। तर चोट लागेको कारण ज्याकको अवतार पनि बेहोस हुन्छ। उता ज्याकको मानवरूपी शरीर पनि अक्सिजन नभएको कारण छटपटिरहेको हुन्छ। त्यसै बखत नेतेरी त्यहाँ आइपुग्छ र अक्सिजन मास्क लगाइदिन्छ र उसलाई बचाउँछ। अन्तिम सिनमा हामी देख्छौँ कि सबै मान्छेलाई उनीहरूले पृथ्वीमा नै पठाइदिन्छन् र ज्याक र उसको केही साथीहरू मात्र त्यहाँ बस्छन्। पछि ज्याकको आत्मालाई पनि उसको शरीरबाट झिकालेर सधैँको लागि एभेतारको शरीरमा हालिदिन्छ। त्यसपछि ज्याक नेतेरीको साथमै त्यही प्लानेटमा सधैँको लागि रमाएर बस्छ। कर्नेलको मृत्युपछि पृथ्वीका बासिन्दाहरूले आत्मसमर्पण गर्छन्। ज्याक र पिन्डोराका बासिन्दाहरूले सबैलाई पृथ्वीमा फिर्ता पठाउँछन्, तर केही मानिसहरू भने त्यही बस्छन् जो सुरुदेखि नै पिन्डोराप्रति वफादार थिए। साथै सानो उमेरको मान्छे स्पेस ट्राभल गर्न नमिल्ने भएकाले कर्नेलको बच्चा पनि तिनीहरूसँगै रहन्छन्, जसको नाम स्पाइडर हो। यता ज्याकलाई त्यस ठाउँको मुखिया बनाएको हुन्छ जो आफ्नो 3 बच्चाहरू नितेम, लोहाक र टुकसँग हाँसीखुसी रमाइरहेका हुन्छन्। साथै डाक्टर किरीको बच्चा पनि तिनीहरूसँगै हुन्छन्, जसको नाम तिनीहरूले किरी नै राखेका हुन्छन्। तिनीहरू सबै सँगै हाँस्दै र खेल्दै हुर्कन्छन्। स्पाइडर पनि तिनीहरूसँगै धेरै रमाइरहेका हुन्छन् र उसले तिनीहरूलाई आफ्नै परिवार जस्तै व्यवहार गर्छ। तर ज्याककी श्रीमती नितारीले आफ्नो दुश्मन कर्नेलको छोरा भएका कारण स्पाइडरलाई खासै मन पराउँदैन। ज्याकले आफ्नो छोराहरूलाई शिकार खेल्न पनि सिकाउँछ र तिनीहरूसँग हाँसी खुसी बसिरहेका हुन्छन्। ज्याक र नितेरीले एक रात अचानक आकाशमा स्पेससिपहरू देख्छन्, जुन देखेर तिनीहरू दुवै डराउँछन्। जहाज अवतरण हुनुभन्दा पहिले नै ती स्पेससिपहरूले सबै जङ्गल र जनावरहरूलाई जलाइदिन्छन्। यति धेरै विनाश देखेर ज्याक रिसाउँछ भने नितेरी चकनाचुर हुन्छ। यसपटक तिनीहरूले पहिले भन्दा पनि धेरै सङ्ख्यामा मेसिनहरू छोडेका हुन्छन्। त्यसपछि 1 वर्ष बित्छ। यति समयसम्म पृथ्वीका मानिसहरूले कर्नेलको एउटा अवतार बनाइसकेका हुन्छन् र कर्नेलका सबै मेमोरीलाई त्यसमा फिट गरिदिन्छ। तर उक्त अवतारलाई कर्नेल कसरी मरेको थियो भन्ने कुरा चाहिँ थाहा हुँदैन, किनकि त्यो कुरा मेमोरीमा रेकर्ड गरिएका छैनन्। यता ज्याक आफ्नो साथीहरूसँग तिनीहरूको बम बारुद बनाउने ठाउँमा हमला गरेर लुटिरहेका हुन्छन् भने उता कर्नेलको अवतार प्यान्डोरामा हमला गरेर जसरी भए पनि ज्याकलाई बन्दी बनाउने प्लान बनाइरहेका हुन्छन्। त्यसपछि तिनीहरू आफ्नो मिलिटरी बेसमा जान्छन् र त्यहाँको जर्नेलसँग भेट गर्छ। जर्नेलले पछिल्लो 1 वर्षमा हामीले यति धेरै काम र निर्माण गरेका छौँ जुन पछिल्लो पटक 30 वर्षमा पनि गरेका थिएन भनेर भन्छ। हामीले आफ्नो पृथ्वीका मानिसहरूलाई ठाउँ पर्याप्त गर्नको लागि यस पिन्डोरावासीहरूलाई दाह लगाउनु पर्छ, किनकि यिनीहरूले पहिला भन्दा पनि धेरै आक्रमण गर्न थालेका छन्। त्यसपछि उक्त जर्नेलले कर्नेलको अवतारलाई त्यस जङ्गलमा पठाउँछ जहाँ कर्नेलको मृत्यु भएका हुन्छ। संयोगले ज्याकको बच्चा र स्पाइडर पनि उक्त जङ्गलमा खेल्न गएका हुन्छन्। तिनीहरूले कर्नेल र उसका साथीहरूलाई टाढेबाट देख्छ र यिनीहरू पृथ्वीबाट आएका मानिसको अवतार हो भनेर थाहा पाउँछन्। यो सबै कुरा लोहाकले भोइस डिभाइसको मद्दतले आफ्नो बुबा ज्याकलाई खबर पठाउँछ। ज्याकले पनि उक्त स्थिति बुझ्दै बिस्तारै आवाज ननिकाली घर फर्कन आफ्नो बच्चाहरूलाई भन्छ। बच्चाहरू घर जाँदै हुन्छ। त्यति नै खेर कर्नेलका साथीहरूले तिनीहरूलाई समात्छ र तिनीहरूको हातका औँलाहरू हेर्दै
यिनीहरू हाफ ब्रिड हो भनेर थाहा पाउँछ, किनकि ओरिजिनल प्यान्डोरा बासीहरूको हातमा जम्मा 4वटा मात्र औँला हुन्थ्यो। लुआकलाई देख्ने बित्तिकै ऊ ज्याकको छोरा हो भनेर कर्नेलले थाहा पाउँछ। अब कर्नेलले लुआकलाई उसको बुबाको बारेमा सोध्छ, तर उसले कर्नेललाई केही बताउँदैन। त्यसपछि कर्नेलले किरीलाई मार्न जान्छ। यो देख्ने बित्तिकै स्पाइडर रिसाउँछ र यो देखेर कर्नेलले उसलाई उसको नाम सोध्छ। त्यसपछि कर्नेललाई थाहा हुन्छ कि स्पाइडर उसको छोरा हो भनेर। शान्त हुँदै कर्नेलले तिमी किन पृथ्वीमा नआएको भनेर सोध्छ। जवाफमा आफू सानो भएको र त्यस बखतमा अन्तरिक्षमा यात्रा गर्न नमिल्ने भएकोले यहीँ बसेको भनेर भन्छ। त्यसपछि कर्नेलले जर्नेललाई आफ्नो लोकेसन बताउँछ र 10 मिनेटमा त्यहाँ पुग्न भन्छ। त्यति समयसम्म कर्नेलले उसको अन्तिम रेकर्ड गरिएको भिडियो पनि हेर्छ, जसमा उसले आफू कसरी मारिएको थियो भनेर थाहा पाउँछ। जर्नेल र उसका विमानहरू त्यहाँ आउनुभन्दा अगाडि नै ज्याक र नितिनी त्यहाँ आउँछ र आफ्ना बच्चाहरूलाई बचाउँछन्, तर एक विस्फोटको कारण स्पाइडर बेहोस हुन्छ। कर्नेलले उसलाई उठाउँछ र आफूसँगै लैजान्छ। किरीले रुँदै ज्याकलाई भन्छ कि उनीहरूले स्पाइडरलाई लगेका छन्। ज्याकले उनलाई अँगालो हाल्छ र सान्त्वना दिन्छ। यसैबीच जर्नेलले स्पाइडरलाई यातना दिन्छ र तिनीहरूको बस्ने ठाउँको बारेमा सोध्छ, तर स्पाइडरले केही भन्दैन। आफ्नो छोरालाई यातना दिएको कर्नेललाई असह्य हुन्छ र तुरुन्तै उक्त मेसिनलाई बन्द गरिदिन्छ। यातनाका कारण स्पाइडरको बेहारत भइसकेको हुन्छ। कर्नेलले आफ्नो तरिकाले स्पाइडरबाट सत्य बोलाउने कुरा जर्नेललाई भन्छ, तर यो तिम्रो छोरा होइन भन्दै जर्नेल त्यहाँबाट जान्छ। पिन्डोरामा ज्याकले आफ्नै श्रीमतीलाई भन्छ कि अब हामीले यो ठाउँ छोड्नुपर्छ, किनभने स्पाइडर कर्नेलसँग छ र उसले स्पाइडरबाट सबै सत्य कुरा भन्न लगाउनेछ। नितिनी त्यस ठाउँ छोड्न मानिरहेको हुँदैन, तर ज्याकले जसोतसो गर्दै उसलाई त्यस ठाउँ छोडेर जान मनाउँछ। यता कर्नेल स्पाइडरसँग कुरा गर्न आउँछ र आफूले लगाएका लकेट स्पाइडरको हातमा राखिदिन्छ। हातमा लकेट आउनु बित्तिकै स्पाइडरले त्यसलाई रिसाउँदै फालिदिन्छ, किनकि उसले आफ्नो बाबुलाई नराम्रो व्यवहारको कारण घृणा गरिरहेका हुन्छन्। त्यसपछि स्पाइडरलाई आफूसँगै जान सुझाव दिँदै कर्नेल त्यहाँबाट जान्छ। भोलिपल्ट बिहान ज्याकले आफ्नो मुखियाको पद त्यागेर त्यहाँबाट आफ्नो परिवारलाई आफूसँगै लैजान्छ। लामो समयसम्म यात्रा गरेपछि तिनीहरू मटकाइना लाइट नामक आइल्यान्डमा पुग्छ। त्यो समुदायका रहनसहन प्यान्डोराभन्दा फरक किसिमको हुन्छ। आकाशमा उड्नुको सट्टा तिनीहरू पानीमुनि गएर शिकार गर्ने खालका हुन्छन्। त्यहाँका मानिसहरूले ज्याक र उसको परिवारको मजाक उठाउँछ, किनभने तिनीहरूको तुलनामा ज्याक र उसको परिवारको खुट्टा र हात धेरै पातलो हुन्छ र उनीहरू तिनीहरूको अगाडि धेरै कमजोर देखिन्छ। त्यसपछि त्यहाँको मुखिया आफ्नो पत्नी र मानिसहरू लिएर त्यस ठाउँमा आउँछ र तिमीहरू यहाँ किन आएका हौ भनेर सोध्छ। ज्याकले भन्छ कि हामी यहाँ तपाईँको ठाउँमा शरण लिन आएका हौँ। त्यसपछि मुखियाले उसलाई भन्छ कि तिमीहरू जङ्गलवासी हौ र हामी पानीवासी, तिम्रो सिपहरू यहाँ कुनै कामको हुने छैन। त्यसपछि ज्याकले हामी चाँडै नै सिक्नेछौँ भनेर भन्छ। मुखियाको श्रीमतीले ज्याकको बच्चाहरूलाई हेर्दै भन्छ कि यिनीहरू हामी जस्तै पानीमा तैरिन सक्दैन। जसोतसो गर्दै ज्याकले त्यहाँको मुखियालाई मनाउँछ र आफू आफ्नो परिवारको सुरक्षाको लागि यहाँ आएको कुरा पनि भन्छ। त्यसपछि त्यहाँको मुखियाले तिनीहरूलाई आफूसँगै बस्न दिन्छ र आफू बासिन्दाहरूलाई पनि सहयोग गर्न आह्वान गर्छ। भोलिपल्ट मुखियाका छोराछोरीहरूले ज्याकका छोराछोरीहरूलाई पानीभित्र लैजान्छ र तिनीहरूलाई देख्छ कि ज्याकका छोराछोरीहरू लामो समयसम्म पानीभित्र बस्न सक्षम छैन। तिनीहरूले उनीहरूलाई पौडी खेल्न पनि सिकाउँछ र उनीहरूलाई चालहरू पनि बताउँछ। त्यसपछि पानीमा भएको जीवलाई बोलाएर लुआकको बन्धन बाँधिदिन्छ र त्यसलाई पनि चलाउन सिकाउँछ। त्यस ठाउँको मुखियाले ज्याकलाई पनि ती सबै कुराहरू सिकाउँछन्। मुखियाकी छोरीले लुआकलाई लामो समयसम्म सास फेर्न र सास रोक्न सिकाउँछ।
ज्याकका बच्चाहरूले पनि पानीमा धेरै रमाइलो गर्छन्। तिनीहरूले त्यहाँ नयाँ संसार देखेका हुन्छन्। किरीले पनि ती सबै कुराहरूलाई अनुभव गरेका हुन्छ। यता कर्नेलले स्पाइडरलाई लिगेर पेन्डोराको सबैभन्दा अग्लो पहाडमा जान्छ र आफ्नो लागि एउटा बेन्जिससँग बन्धन बधाउन खोज्छ। उनीहरूको झगडामा बेन्जिसले उसलाई पहाडबाट तल लैजान्छ र सबैले कर्नेल मरेको ठान्छन् र त्यहाँबाट फर्कन थाल्छ। तर त्यसपछि कर्नेल बेन्जिसमा सवार भएर त्यहाँ आउँछ र उनीहरूसँग बन्धन बाँध्छन्। यसैबीच मुखियाका केटाकेटीहरूले किरीलाई जिस्काउन र हात समात्न थाल्छ। त्यसपछि नितिन र रुवाकले तिनीहरूलाई बेसरी पिटेर पठाउँछन्। यो कुरा थाहा पाएपछि ज्याकले आफ्नो छोराहरूलाई रुममा ल्याएर कराउँछ र रुवाकलाई तिनीहरूसँग गएर माफी माग्न लगाउँछ। ती केटाकेटीहरूले रुवाकलाई माफी दिए जस्तो गर्छ र आफूसँगै समुद्रमा शिकार गर्न जान अफर गर्छ। रुवाक पनि मान्छ र तिनीहरू सँगै जान्छन्। त्यहाँ पुगेपछि ती केटाकेटीहरूले रुवाकलाई एक किसिमको आवाज निकाल्न भन्छ र तिनीहरूलाई उसलाई चुपचाप त्यहीँ छोडेर फर्कन्छन्। त्यहाँ होल जस्तै देखिने टुल्कुन नाम गरेका जीवहरू हुन्छन् र त्यसमध्ये एउटा जीवले उसलाई मार्न पागल जस्तै पछ्याउन थाल्छ। रुवाकले तिनीहरूबाट आफूलाई बचाउन सक्दो प्रयास गर्छ। लामो समयसम्म पानीमा बसेको कारणले गर्दा रुवाकको साथ सकिन थाल्छ। त्यसैले माथि सतहतिर पौडिन खोज्छ। यसैबीच उक्त जीवले रुवाकलाई हमला गर्न लाग्छ, तर टुल्कुन नाम गरेको त्यस्तै अर्को जीवले उसलाई समयमै बचाउँछ। यत्तिकैमा साथ सकिएको कारण रुवाक पानीमा डुब्छ। तर केही समयपछि जब उसको आँखा खुल्छ उसले देख्छ कि टुल्कुनले उसको ज्यान बचायो। टुल्कुनले उसलाई सतहमा ल्याएको थियो। बदलामा उसले टुल्कुनको पखेटामा फसेको फलामलाई हटाइदिन्छ। त्यसपछि उनीहरू दुई बीच गहिरो मित्रता हुन्छ। यहाँ किरीले ज्याकलाई भन्छन् कि म माओवाको मुटुको धड्कन सुन्न सक्छु, के म पागल भएको हो र? ज्याकले उनलाई सम्झाउँछ र बुझाउँछ। त्यसपछि नित्यमले मुखियाको छोरालाई त्यहाँ ल्याउँछ र दिनभरको बारेमा सबै कुरा बताउँछ। अब तिनीहरूले लुवाकको खोजीका लागि निक्लिन लागिरहेको हुन्छ। त्यति नै बखत लुवाकले टुल्कुनलाई घर पठाएर त्यहाँ आइपुग्छ र सबै गल्ती आफूले नै गरेको स्वीकार गर्छ र मुखियाको छोरालाई बचाउँछ। त्यसपछि यिनीहरू दुई बीच पनि गहिरो मित्रता बस्छ। भोलिपल्ट उसले मुखियाका छोराछोरीहरूलाई सबै कुरा बताउँछ र उसको काटिएको पखेटाको बारेमा पनि उल्लेख गर्छ। मुखियाकी छोरीले बुझ्छिन् र भन्छन् कि उसको नाम पाइकन हो र उनीहरूले परिवारले त्यसलाई अस्वीकार गरेको छ, किनभने सबैले पाइकनलाई हत्यारा ठानेका हुन्छन्, जसले उनीहरूका साथीका साथै अरू टुल्कुनलाई पनि मारेका हुन्छन्। तर लुवाकले उनीहरूलाई विश्वास गर्दैन र भन्छ कि ऊ मेरो साथी हो र त्यहाँबाट जान्छ। भोलिपल्ट मुखियाकी छोरीले उनीहरूलाई आफ्ना पुर्खाहरूको मन्दिर देखाउँछिन् र त्यसपछि पानीमुनि रहेको आफ्नो बस्तीको जीवनदायी रुख पनि देखाउँछिन्। किरीले त्यस रुखसँग आफ्नो बन्धन बाँध्छ। त्यसको लगत्तै उसले आफ्नो आमालाई देख्छ र अँगालो हाल्दै रुन्छिन्। आफू अरूभन्दा किन फरक छु, मेरो बुबाको को हो भनेर सोधिरहेकी बेला उसका सम्पूर्ण शरीरहरू काप्न थाल्दछ। त्यसपछि उनका साथीहरूले उसलाई घर फिर्ता ल्याउँछ। ज्याकले आफ्ना साथीहरूलाई उपचार गर्न बोलाउँछन्, तर तिनीहरू केही गर्न असमर्थ हुन्छन्। त्यसपछि मुखियाकी श्रीमतीले उनको उपचार गर्छिन् र उनलाई निको पार्छ। यता कर्नेलको साथीले उनलाई राडारमा एक जहाज देखिएको कुरा बताउँछ अनि यो जहाज त्यही जहाज थियो जसमा चढेर ज्याकको साथीहरू किरीलाई निको पार्न त्यहाँ आएका थिए। कर्नेललाई अब त्यस ठाउँको लोकेसन मिलिसकेको थियो। त्यसैले एक शिकारी जहाजको क्याप्टेन र उसको क्रुका साथीहरूसँग उक्त लोकेसन मटकाइना लाइफतर्फ लाग्दछ। यता मटकाइना लाइफमा सबै टुल्कुनहरू आफ्ना जीवनचक्र पुरा गरेर फर्किरहेका हुन्छन्। तिनीहरू धेरै खुसी छन्। वास्तवमा त्यस ठाउँका मानिसहरूले तिनीहरूलाई आफ्नो भाइ र बहिनीहरू जस्तै मान्छन्। टुल्कुनका प्रमुखले आफ्नो बच्चा रोनललाई देखाउँछिन्। उनी धेरै खुसी हुन्छन् र भन्छन् कि उनीहरूको पनि बच्चा जन्मिँदैछ भनेर। यता कर्नेल उनीहरूको सबैभन्दा नजिकको बस्तीमा पुग्छन् र त्यहाँको बासिन्दाहरूलाई ज्याकको बारेमा सोध्छ।
तर उनीहरूलाई त्यसको बारेमा केही थाहा हुँदैन र थाहा छैन भनेर भन्छ। यसपछि कर्नेल रिसाउँछ र तिनीहरूको बस्तीमा आगो लगाएर जान्छ। मुखियाले ज्याकलाई आफ्नो छिमेकी बस्तीको बारेमा जानकारी दिँदै उनीहरूले तिमीलाई खुसी रहेको छ भनेर भन्छ। नीतिले ज्याकलाई भन्छन्, हामी कति दिनसम्म दौडिरहने? यदि हामी शान्तिको सास फेर्न चाहन्छौँ भने हामीले यिनीहरूलाई मार्नै पर्छ। यता यति धेरै कडा परिश्रम गरे पनि कर्नेलले केही फेला पारेको हुँदैन। त्यसैले उसले आफ्नो योजना नै परिवर्तन गर्छ। त्यस जहाजको कप्तानले कर्नेललाई टुल्कुनको शिकार गर्ने चाहना रहेको कुरा बताउँछ र उसले पर्मिसन पनि दिन्छ। अब लुवाक पैकुन भएको ठाउँमा जान्छ र उसलाई भन्छ कि म तिमीलाई विश्वास गर्छु, तिमी पनि मलाई विश्वास गर र तिम्रो पखेटा कसरी काटिएको थियो भनेर मलाई भन। यो भन्दै गरेको कुरा लुवाकका साथीहरूले देख्छन्। पैकुनले आफ्नो मुख खोल्छ, लुवाक भित्र जान्छ र आफ्नो बन्धन बाँध्छ, जसबाट उसलाई थाहा हुन्छ कि उसले केवल आफ्ना साथीहरू र त्यस बस्तीका मानिसहरूलाई बचाउन खोजेका थिए। यसमा उसको केही गल्ती थिएन र उसले कसैलाई मारेका थिएनन्। अब मुखियाले पनि थाहा हुन्छ कि लुवाक पैकुन भएको ठाउँमा गएको थियो भनेर। त्यसपछि मुखियाले लुवाकलाई कराउँदै भन्छ कि पैकुनहरू पहिला हत्यारा हुने गर्थे, पछि उनीहरूले उक्त हत्याको बाटो छोडेर शान्तितर्फ लागेका थिए। तर पैकुनले आफ्नो नियमहरू तोड्यो, त्यसैले उसलाई त्यहाँबाट निकालिदियो। लुवाकले उनीहरूलाई सत्य भन्न थाल्छ, तर ज्याकले उसलाई बोल्न दिँदैन। यता कर्नेलको टिमले टुल्कुनको प्रमुखमाथि नै ट्र्याकल सेट गर्छ, किनकि उनी आफ्नो बच्चाको कारण छिटो पौडिन सक्दैनथे। ती सबै सिकारी अनि क्याप्टेनले उक्त टुल्कुनलाई छेकी मार्छ। त्यसपछि उक्त टुल्कुनको मस्तिष्कमा ड्रिल गरेर पहेँलो रङको पदार्थ निकाल्छ र उसले भन्छ कि यो पदार्थ सबैभन्दा बहुमूल्य छ, जसको मूल्य 640 करोड रुपैयाँ पर्छ र यही पैसाको कारणले गर्दा कर्नेल तपाईँले आफ्नो काम गर्न सक्नुभएको छ। यता बस्तीमा मानिसहरू टुल्कुनका मृत शरीरको नजिक पुग्छन्। मुखियाकी श्रीमती यो देखेर धेरै रुन्छन् र बस्तीमा आएर युद्ध गर्ने घोषणा गर्छ। तर ज्याकले उनीहरूलाई सम्झाउँदै भन्छ कि यदि तिमीहरू यसरी लड्न गयो भने उनीहरूले सबैजनालाई नष्ट गरिदिनेछन् र उनीहरूलाई ट्याकर देखाउँदै भन्छ कि हामीले टुल्कुनको जीवन बचाउनु पर्छ। त्यसैले यदि तपाईँहरूले टुल्कुनमा यस्तो केही देख्नुभयो भने मलाई भन्नुहोस्, म ट्र्याकर बन्द गर्न सक्छु, जसको कारणले टुल्कुनको जीवन बचाउन सकिन्छ। त्यसपछि अलग्गै आएर ज्याकले नीतिनीलाई भेट्छ र कर्नेलले वास्तवमै उनीहरूलाई मार्नको लागि खुसी रहेको छ भनेर भन्छ। लुवाक आफ्नो साथी पैकुनलाई यो कुरा भन्न जान लागेको हुन्छ, किनकि उसलाई थाहा थियो कसैले पनि त्यस पैकुनलाई यो कुरा भन्ने छैन। सबै बच्चाहरूले लुवाकलाई रोक्न खोज्छन्, तर ऊ त्यहाँबाट जान्छ। तब पनि सबै बच्चाहरूले उसलाई पछ्याउँदै उसको पछि जान्छ। यता क्याप्टेनले अर्को शिकारको लागि तयारी गरिरहेको हुन्छ। लुवाक र उनको साथीहरू पैकुनको नजिक पुग्छन्। त्यहाँ ट्र्याकर देख्दा लुवाक धेरै नै आत्तिन्छ र तिनीहरूले ट्र्याकरलाई हटाउन खोज्छन्। त्यति नै खेर सिकारी जहाज त्यहाँ आइपुग्छ। यो देखेपछि लुवाकले भोइस डिभाइसको मद्दतबाट सबै कुरा आफ्नो बुबालाई भनिदिन्छ। त्यसपछि यो खबर ज्याकले मुखियालाई बताउँछ र तिनीहरू सबै तयार भएर पैकुन भएतिर जान्छ। टुल्कुन नजिकै बच्चाहरूलाई देखेर कर्नेल धेरै खुसी हुन्छ। त्यसपछि केटाकेटीहरूले ट्र्याकर निकालेर समुद्रमा फ्याँकिदिन्छन् र आफै पनि समुद्रभित्र गएर लुक्छन् र पैकुन पनि भागेर जान्छ। तर कर्नेलले सबमरिनको प्रयोग गरेर ती बच्चाहरूलाई समात्न आदेश दिन्छ। केही समयमै तिनीहरूले मुखियाको छोरीलाई जाल हानेर समात्छ। लुवाक पनि उनीहरूलाई छुटाउनको चक्करमा समातिन्छ। यो देखेर स्पाइडर तिनीहरूतिर दौडिँदै आउँछ, तर जहाजका मान्छेहरूले स्पाइडरलाई समातेर भित्र फिर्ता लग्छ। कर्नेलले ती 3 बच्चाहरूलाई बाहिर देख्न बाँध्छ र ज्याकलाई एक्लै आउन भन्छ, नत्र उसले बच्चाहरूलाई मार्ने धम्की दिन्छ। यता पैकुनले पनि आफ्नो साथी लुवाक बाँधेको कुरा देख्छ र रिसले छटपट्याउँछ र जहाजमा हाम फालेर सबै सामानहरू बताभुङ्ग पार्न थाल्छ। पैकुनलाई देखेर
जहाजको क्याप्टेनले उसलाई शिकार गर्न त्यहाँ आउँछ। यो सबै देखेर आदिवासीहरू पनि लडाइँमा हाम फाल्छन्। क्याप्टेनले पैकुनमाथि ट्र्याकर प्रहार गर्छ, तर उसले टाउको निहुराउँछ र रकेट कर्नेलको जहाजमा गएर पड्किन्छ। त्यसपछि त्यहाँ भयानक युद्ध हुन्छ। स्पाइडरले पनि जहाजको कन्ट्रोलरलाई अन्धाधुन्दा फुटाउन थाल्छ। पैकुनलाई समात्न क्याप्टेनले उनीमाथि तारमा बाँधिएको एङ्कर प्रहार गर्छ, तर पैकुन चालाकीपूर्वक त्यहाँबाट भाग्छ र जानी जानी ताललाई आफ्नो टाउकोमा बाँधेर सम्पूर्ण शक्तिका साथ डुङ्गालाई तान्न थाल्छ। क्याप्टेनले फेरि आक्रमण गर्ने तयारी गर्दै गरेको हुन्छ। त्यति नै खेर पैकुन त्यस डुङ्गाको माथिबाट हाम फाल्छ र क्याप्टेनको हात तालले बाँधेर काटिदिन्छ। क्याप्टेनको मृत्यु भएपछि उनीहरू त्यहाँबाट भाग्न थाल्छ, तर कर्नेलले किरीलाई समातेर जहाजमा बाँधिदिन्छ। त्यस्तै गरी अरू बच्चाहरूलाई पनि बाँधी बनाउँछ। अर्कोतर्फ कर्नेलले ज्याकको छोरा भाग्दै गरेको देख्छ र त्यहीँ गोली हानिदिन्छ। बच्चाहरूले उनलाई धेरै कठिनाइका साथ टापुमा ल्याउँछ, तर उनी बाँच्न सक्दैन। उनलाई मृत्यु देखेर नितेरी पागल जस्तै भएर चिच्याउन थाल्छ र धेरै रिसाउँछिन्। त्यसपछि कर्नेलले ज्याकसँग आफ्नो भोइस डिभाइसमा कुरा गर्छ र उनलाई भन्छ कि उसको सानी छोरी आफूसँगै छ। यो सुनेपछि नितेरी रिसाउँछ र आफ्नो बेन्जिसमा चढेर उड्छ। ज्याक चुपचाप त्यस जहाजमा पुग्छ र विस्फोट गराउँछ, जसले गर्दा त्यहाँ आगो लाग्छ। नितेरी जहाजमा पुग्छ र धेरै मानिसहरूलाई मारिदिन्छ। उसको उग्र रूप देखेर स्पाइडर पनि डरले चुप लागेर बस्छ। यता ज्याकले आफ्नो छोरीलाई बचाउँछ, तर कर्नेलले किरीको घाँटीमा चक्कु तेर्साएर ज्याकलाई धम्काउँछ। स्पाइडरले आफ्नो बुबालाई रोक्न खोज्छ, तर त्यत्तिकैमा नितेरीले स्पाइडरलाई समात्छ। तर कर्नेलले यस्तो व्यवहार गर्छ मानौ त्यसले उसलाई कुनै असर गरेन। त्यसपछि नितेरीले कर्नेललाई भन्छ छोराको बदलामा छोरा नै, र स्पाइडरको छातीमा छुरा प्रहार गर्न खोज्छ। कर्नेलले तुरुन्तै किरीलाई छोडिदिन्छ। अब तिनीहरू सबै फर्कन थाल्छन्, तर कर्नेलले म यत्तिकै बस्दिनँ, फेरि आउनेछु भनेर भन्नु बित्तिकै ज्याक र कर्नेलको बीच झगडा हुन्छ। यता तिनीहरू फर्किने क्रममा तिनीहरूको छोरा पानीको बहावको कारणले जहाजभित्र पस्दछ। त्यसैले उसको पछि पछि नितेरी पनि जान्छ, तर जहाज बिस्तारै डुब्न थाल्छ। ज्याकले कर्नेलको घाँटी समातेर बेहोस पारिदिन्छ, तर सासको कमीको कारण आफू पनि डुब्दै जान्छ। त्यहाँ समयमै लोहाक आउँछ र ज्याकलाई जहाजको एउटा च्याम्बरमा ल्याउँछ जहाँ उसले सास फेर्न सक्छ। यसैबीच नितेरीहरू पनि एउटा ठाउँमा अड्किन्छ र जहाज पूर्ण रूपमा अँध्यारोमा डुब्दै हुन्छ। त्यसपछि किरीले त्यहाँ धेरै प्रकाश दिने माछाहरूलाई बोलाउँछिन् र नितेरीहरूलाई खोज्न थाल्छ। तिनीहरूले नितिनीलाई भेट्छ र बाहिर निकाल्छन्। यता लुवाकले पनि पैकुनको मद्दतले ज्याकलाई बाहिर निकाल्छ। त्यसपछि पैकुनले तिनीहरू सबैलाई एउटा टापुमा लगेर छोडिदिन्छ। स्पाइडरले पनि कर्नेललाई पानीबाट बाहिर निकाल्छ। कर्नेलको बेन्जिस पनि त्यहाँ आइपुग्छ। कर्नेलले स्पाइडरलाई आफूसँगै आउन भन्छ, तर स्पाइडरले उसलाई छोडेर ज्याक र उसको परिवार कहाँ फर्कन्छ। कर्नेल आफ्नो बेन्जिसमा बस्छ र त्यहाँबाट भाग्छ। बस्तीका सबै मानिस मिलेर ज्याकको मरेको छोरालाई अन्तिम बिदाई दिन्छ। त्यति बेला ज्याकलाई त्यो क्षण याद आउँछ जब उसले जन्मेको समयमा नितेमलाई आफ्नो हातमा लिएर नाम राखेका थिए र अब उसले छोरालाई पानीको अनन्त गहिराईमा गाडिएको हेरिरहेको छ, जसले गर्दा उसको मन त्यहीँ भाँचिन्छ। ऊ फर्केर मुखियालाई भन्छ कि हामी भोलि यो ठाउँ छोडेर फर्कदैछौँ, तर तिमीहरू पनि हाम्रै समुदायका भइसक्यो भनेर मुखियाले जवाफ फर्काउँछ र फिल्म यहीँ सकिन्छ। फिल्म लुवाकबाट सुरु हुन्छ। ऊ पानीमुनि रहेको आत्माहरूको रुखसँग जोडिएर आफ्नो मृत भाइको आत्मासँग जोडिन्छ। दुई दाजुभाइ सँगै खेल्न थाल्छन् र अचानक लुवाकको भाइले महसुस गर्छ कि ऊ वास्तविक संसारमा खेलिरहेको छैन भनेर। जब लुवाकलाई यो कुरा थाहा हुन्छ, उसले भाइलाई भन्छ यो सबै मेरो गल्ती थियो, स्पाइडरलाई बचाउँदा म तिमीलाई बचाउन सकिनँ। लुवाकको भाइले यो देखेर साह्रै दुखी हुन्छ, तर त्यसपछि उसले लुवाकलाई भन्छ कि
तिमी दुखी हुनु हुँदैन। तिमीले स्पाइडरलाई बचाएर राम्रो काम गर्यौ। हामी आत्माहरूको रूपद्वारा भेट्न सक्छौँ। हामी एकअर्कासँग कुरा गर्न सक्छौँ। तर स्पाइडर मानव हो। यदि ऊ मरेको भए तिमी कहिल्यै उसँग कुरा गर्न सक्ने थिएनौ। यहाँ हामी महसुस गर्छौँ कि अवतार प्यान्डोराको यस संसारमा सबै कुराहरू गहिरो रूपमा एकअर्कामा जोडिएको छ। मर्ने कुनै पनि अवतार यस भूमिको माटो र पानीको अंश बन्नेछ र कहिल्यै पनि यसबाट हटाउन सक्दैन। सिन यही कठुन छ र हामी ज्याकलाई देख्छौँ। हाल समुद्रको गहिलाइमा नष्ट भएको जहाजबाट ठुलो मात्रामा बन्दुक र विस्फोटक पदार्थहरू निकाल्दै हुन्छ। ज्याकलाई थाहा हुन्छ कि शत्रुले फेरि आक्रमण गर्नेछ र तिनीहरूसँग भएका हतियारहरू मानिसहरूसँग सामना गर्न पर्याप्त उन्नत छैनन् भनेर। तिनीहरूलाई मानिससँग लड्न मानिसहरू जस्तै हतियारहरू चाहिन्छ। जब ऊ यी हतियारहरू लिएर आफ्नो बस्तीमा फर्कन्छ, बस्तीका साथीहरू रिसाउँछन्। तिनीहरू विश्वास गर्छन् कि यी हतियारहरूले उनीहरूलाई मात्र हानि पुर्याउन सक्छ। त्यसपछि ज्याकले भन्छ कि यी हतियारहरूले उनीहरूलाई पनि बचाउन सक्छन् र आफ्नो मानिसहरूलाई युद्धको लागि तयार पार्न सक्छन् भनेर। यी विस्फोटक पदार्थहरू प्रयोग गरेर ज्याकले नितिरीको लागि केही नयाँ तीरहरू बनाइदिन्छन्। यसैबीच हामीले मानिसहरूलाई नयाँ योजना बनाउँदै गरिरहेको देख्दछौँ। उनीहरू प्यान्डोराको थाहा नपाएको क्षेत्रहरू खोज्न चाहन्छन्, जसको नाम फायर क्ल्यान हो। माइल्स विश्वास गर्छन् कि फायर क्ल्यानसँग मित्रता गरेर तिनीहरूले ज्याकको सम्पूर्ण परिवारलाई चाँडै नै मार्न सक्छन् र ज्याकको क्ल्यान कब्जा गर्न सक्छन्। मानव सैनिकहरू स्पाइडरलाई पत्ता लगाउन उपग्रहहरू प्रयोग गरिरहेको देखिन्छ। नितिरीले ज्याकलाई विश्वास दिलाउँछ कि स्पाइडर मानव हो जसले तिनीहरूलाई कब्जा गर्न मद्दत गर्न सक्छ। यसैबीच स्पाइडरको वास्तविक महाशय चाहिँ त्यहाँका सबैलाई बचाउनुहुन्थ्यो। स्पाइडरले पनि आफ्नो अक्सिजन ट्याङ्की कम हुँदै गएको कारण एक अनौठो डर अनुभव गरिरहेको हुन्छ। उसलाई डर छ कि यदि ऊ मरे भने ऊ अन्य अवतारहरू जस्तै प्यान्डोराको हिस्सा बन्न सक्षम हुने छैन र उसको आत्मा सधैँको लागि विलय हुनेछ। यसैबीच हामीलाई ठुला हावाका बेलुनहरूमा एयर क्ल्यानको आगमन भएको देख्न सक्छौँ। एयर क्ल्यान यी ठुला बेलुनहरूमा चढेर प्यान्डोराभरि यात्रा गर्छन् र खाना तथा पेय पदार्थको लागि अन्य क्ल्यानहरूसँग व्यापार गर्ने गर्छन्। जब यी मानिसहरू ज्याकको क्ल्यानमा आइपुग्छन्, ज्याकले उनीहरूसँग स्पाइडरलाई आफूसँगै लैजान दिन सम्झौता गर्छन्। यहाँ बस्दा स्पाइडरलाई सास फेर्न गाह्रो भएको थियो, तर एयर क्ल्यानसँग हावामा हुँदा उसको बाँच्ने सम्भावना बढ्नेछ। यद्यपि स्पाइडर यस निर्णयबाट दुखी थियो। स्पाइडरलाई छोड्न ज्याकका परिवारहरू पनि सँगै जान्छन्। यसैबीच बेस क्याम्पमा हामीलाई देखाइएको छ कि मानिसहरूले उपग्रहहरूको मद्दतले अझै पनि यी अवतारहरूलाई निगरानी गरिरहेको थिए र पत्ता गरे कि एयर क्ल्यानका साथसाथै स्पाइडर र ज्याकको फ्यामिली पनि सँगै छ भनेर। यसैबीच हामी केही अवतारहरू आकाशमा डरलाग्दो राक्षसरी उडिरहेको देख्छौँ, जसले छिनभरमै एयर क्ल्यानमाथि आक्रमण गर्न थाल्दछ। यी वास्तवमा फायर क्ल्यानका सदस्यहरू थिए जो कहिले पनि अरू कुनै क्ल्यानहरूसँग मित्रता राख्दैनथे, सधैँ सबैसँग शत्रुता राख्दथे। तिनीहरूको नेता वार्याङ निर्दयी र डरलाग्दो देखिन्थे। उनी आइपुग्ने बित्तिकै उनले सम्पूर्ण एयर क्ल्यानमाथि आक्रमण गर्न थाल्छिन्। यो देख्ने बित्तिकै ज्याक र उसको फ्यामिलीले पनि एयर क्ल्यानलाई सहयोग गर्दै बन्दुकले फायर क्ल्यानका सदस्यहरूलाई मार्न थाल्दछन्। ज्याकका बच्चाहरूले पनि एयर क्ल्यानलाई बचाउने प्रयास गर्छन् र एक भयङ्कर युद्ध हुन्छ। जब ज्याकले फायर क्ल्यानका अवतारहरूलाई मार्ने प्रयास गर्छन्, उनको गोली गल्तीले एयर क्ल्यानको बलुनमा लाग्दछ, जसले गर्दा बलुन फुट्छ र आगो बल्न थाल्छ। ऊ दौडेर तलतिर हाम फाल्छ र भाग्छ। बेलुन पनि जरेर एकैछिनमा खस्छ। सबैजना तल ओर्लिएका थिए
तर स्पाइडरका सबै मार्क्सहरू जलेको बेरिनभित्रै छुडिएको हुन्छ। तिनीहरूले मार्क्स निकाल्ने निर्णय गर्छन् र त्यहाँ पुग्छन् जहाँ अझै लडाइँ चलिरहेको थियो। फायर क्ल्यानका सदस्यहरूले अरूलाई लुटिरहेका थिए र वारेङले एयर क्ल्यानका सदस्यहरूको कपाल तानेर मानसिक यातना दिइरहेका थिए। तिनीहरूलाई बचाउन ज्याक र उसको परिवारले पछाडिबाट बन्दुक चलाएको थियो र धेरै फायर क्ल्यानका सदस्यहरूलाई मारेका थिए। वारेङ आफ्ना मृत मानिसहरूलाई हेर्दै तिनीहरूमा कुनै पनि तीर नदेखेर छक्क पर्छिन्। तब उनले तिनीहरूको शरीर छिर्छ, भित्र गोलीहरू देख्छन् र उनी प्रभावित हुन्छन्। अब उनी यस्तै हतियार चाहन्थिन्, त्यसैले उनी वाटर क्ल्यानका सदस्यहरूको पछि लाग्छिन्। यसपछि देखाएको छ कि ज्याक पनि आफ्ना बच्चाहरूलाई बचाउन युद्धभूमिमा फर्किन्छन्, तर तिनीहरू त्यहाँ आउँदैनन्। अचानक कसैले उसलाई पछाडिबाट आक्रमण गर्छ र हामी देख्छौँ कि यो माइल्स थियो। ऊ स्पाइडरलाई फिर्ता लिन एक्लै आएको थियो। ज्याकलाई समातेपछि माइल्सले यो कसले गर्यो भनेर प्रश्न गर्छ। ज्याकले उसलाई भन्छ कि यो फायरको क्ल्यान थियो, तर त्योभन्दा पहिले मसँग कुरा गर, मलाई तिम्रो मद्दत चाहिन्छ। तिम्रो स्पाइडरले आफ्नो मार्क्स यहाँ कतै हराएको छ। यदि हामीले चाँडै उसलाई पुर्याएनौँ भने ऊ मर्नेछ। त्यसपछि माइल्स ज्याकलाई मद्दत गर्न सहमत हुन्छ। यसैबीच हामी स्पाइडरलाई देख्छौँ जसको अवस्था बिग्रदै गएको हुन्छ, किनभने उसको मार्क्समा अक्सिजन सकिएको छ। लुआक उसलाई उठाएर तान्न खोज्छन्। लुआककी बहिनीले अचानक अनौठो दृश्यहरू अनुभव गर्छिन् र लुआकलाई स्पाइडरलाई तल राख्न भन्छन्। त्यसपछि उनी आफ्नो कपाललाई आत्माको रुखसँग जोड्छिन् र बरबलाउन थाल्छिन्। यी निर्देशनहरू पालना गर्दै उनले स्पाइडरलाई बिउ खुवाउँछिन्। त्यसपछि स्पाइडरको शरीर अवतारको रूपमा रूपान्तरण हुन थाल्छ, जसले गर्दा उसलाई प्यान्डोरामा सास फेर्न सहज हुन्छ। सबैजना लुआककी बहिनीले यो सबै कसरी गरिन् भन्ने कुरामा अचम्म परिरहेका हुन्छन्। उनी भन्छन् कि सायद देवताहरूले मेरो मनमा यो सबै रोपेका थिए। तिनीहरू धेरै खुसी हुन्छन् र एकअर्कालाई अँगारो हाल्दै हुन्छन्। त्यति नै खेर फायर क्ल्यान तिनीहरूको पछाडि आइपुग्छ र तिनीहरूलाई आक्रमण गर्न थाल्छन्। तिनीहरूको नेता वारेङ पनि तिनीहरूसँगै आएको हुन्छ र स्पाइडरलाई सास फेर्दै गरेको देखेर उनी छक्क पर्छिन्। त्यसपछि ती बच्चाहरूले यो सबै तिनीहरूको देवीको कारणले भएको हो भनेर भन्छन्। यो सुनेर वारेङ रिसाउँछिन् र सोध्छिन्, मैले उसको घाँटी काटे पनि के तिम्रो देवीले उसलाई पुनर्जीवित गर्न सक्छिन्? यत्तिकैमा माइल्स र ज्याक पनि त्यहाँ आइपुग्छ। ज्याक र उनका बाँकी साथीहरू फायर क्ल्यानका मानिसहरूसँग लड्छन्, जबकि माइल्सले पछाडिबाट वारेङलाई समात्छ। वारेङ माइल्सको दिमागलाई नियन्त्रणमा लिन खोज्छ, तर माइल्स मानसिक रूपमा बलियो भएकोले वारेङको नियन्त्रणबाट आफूलाई मुक्त गर्न सफल हुन्छ। यो देखेर वारेङ निकै नै प्रभावित हुन्छ। उनी माइल्ससँग कुरा गर्छिन् र उसलाई बन्दुक बोकेको देख्छिन्। उनी पहिले नै बन्दुकबाट धेरै प्रभावित भइसकेकी थिइन् र उनले बन्दुकलाई कसरी प्रयोग गर्ने भनेर सिक्छिन्। पछि उनी र उनको क्ल्यान उत्सव मनाउँछन्। वास्तविकतामा उनी पहिले नै जितिसकेकी थिइन्। उनले धेरै वाटर क्ल्यानका सदस्यहरूलाई कब्जा गरिसकेकी थिइन्। यहाँ बन्दी बनाएका वाटर क्ल्यानका सदस्यहरूले पत्ता लगाउँछन् कि वारेङ एक अनौठो नेता हो। उनी आफ्नो शक्ति प्रयोग गरेर आफ्ना मानिसहरूलाई विशेष रागु प्रथाले मताउँछिन् र उनीहरूलाई आफ्नो पूजा गर्न लगाउँछ। यी अनौठा घटनाहरू देखेर वाटर क्ल्यानका सदस्यहरूले भाग्ने राम्रो अवसर देख्छन्। यहाँ किरीले आफ्नो कपाललाई रुखको आत्मासँग जोड्छिन् र आत्माको रुखको माध्यमबाट त्यहाँका सबै बोट बिरुवाहरूसँग जोडिन्छन् र बोटको स्पाइकहरू प्रयोग गर्दै फायर क्ल्यानका सदस्यहरूलाई आक्रमण गर्छिन्। बोटको स्पाइक तीरहरू जस्तै फायर क्ल्यानका सदस्यहरूलाई घाइते बनाउँछन् र जब तिनीहरू पिँडाले कराउँदै हुन्छन्, वाटर क्ल्यानका सदस्यहरू त्यहाँबाट भाग्छन्। सिन यही समाप्त हुन्छ। माइल्स ज्याकको सम्पूर्ण परिवारको नजिक पुग्छ र आफ्नो छोरा फिर्ता गर्न माग गर्छ। त्यसपछि ज्याकले जवाब दिन्छ कि म त्यो गर्न सक्दिनँ, किनभने तिम्रो छोरो तिम्रो संसारमा जान चाहँदैन र अब ऊ हाम्रो संसारमा सास फेर्न पनि सक्छ। यस समयमा माइल्स आफ्नो छोराको लागि खुसी थिए कि कम्तीमा ऊ यहाँ जीवित छ र सजिलै सास फेर्दैछ भनेर।
यहाँ नितिरी पनि उपचार प्राप्त गरेर आफ्नो कुलमा फर्किसकेको हुन्छन् भने माइल्स पनि आफ्नो ठाउँमा फर्किएको देख्छौँ। माइल्स चाहन्छ कि जेकको सम्पूर्ण परिवारलाई मारेर आफ्नो छोरालाई यहाँ फिर्ता ल्याउनु पर्छ भनेर, तर उनीहरूसँग सम्बन्धित मानव वैज्ञानिकहरू स्पाइडरमाथि एक्सपेरिमेन्ट गरोस् भन्ने चाहन्छन्। यसैबीच जेकले स्पाइडरलाई अवतारहरूलाई मद्दत गर्ने वैज्ञानिकहरू कहाँ लैजान्छ। स्क्यान गरेपछि वैज्ञानिकहरूले खुलासा गर्छन् कि देवीहरूले उनको शरीरमा धेरै अवतारका तत्त्वहरू इन्जेक्ट गरेका थिए र यदि उनको शरीर परिवर्तन गरियो भने उनी सम्भवतः मर्नेछन्। तिनीहरूले देखाउँछन् कि स्पाइडरको टाउकोमा अब एउटा लाम थियो, त्यो ल्याम्प जसको माध्यमबाट अवतारहरू आफूलाई प्यान्डोराको संसारमा जोड्दथे। यहाँ हामीलाई देखाइएको छ कि किरी आफैले पनि यो सबै कसरी गर्न सक्षम भए भनेर छक्क पर्दै गरेको हुन्छन्। उनी अत्यन्तै दुखी हुन्छन्। त्यसपछि उनको कुलका सदस्यहरू उनलाई सत्य कुरा बताउन सहमत हुन्छ। उनलाई भनिएको छ कि उनकी आमा वास्तवमा एक मानव थिइन् र धेरै बिरामी हुन्थिन्। उनलाई बचाउनको लागि उनको आत्मा अवतारको शरीरमा राखियो, तर उनी अझै पनि पूर्ण रूपमा अवतार बन्न सकिनन् र यो अचानक शरीर परिवर्तनको कारण कुनै न कुनै रूपमा उनी गर्भवती भइन् र त्यसपछि तिमी जन्मियौ। तिम्रो बुबा थिएन, त्यसैले हामीले तिमीलाई देवीको उपहार मान्न थाल्यौँ र यसैको कारण तिमीसँग यी शक्तिहरू छन्। यो सुनेर किलीले अरे आराम महसुस गर्छिन्, तर अब उनी आफ्नो बुबा नभएको थाहा पाएपछि दुखी पनि हुन्छन्। यसै क्रममा जेक त्यहाँ आइपुग्छ र भन्छ, कहिले दुखी नहुनु, म तिम्रो बुबा हुँ र म सधैँ रहनेछु। यत्तिकैमा रात पर्छ र हामी दुई ठुला टुल्कुनहरूलाई पनि देख्छौँ। तिनीहरू वाटर क्ल्यानसँग माफी माग्दै हुन्छ किनभने जहाजहरूमा तिनीहरूले आक्रमण गरेर शत्रुहरू बढाएका हुन्छन्। अब तिनीहरूले निर्णय गर्छ कि पाइकन केही समयको लागि तिनीहरूको समूहबाट टाढा रहनेछ। यो सुनेर पाइकनको धेरै नजिक रहेको लुआक साह्रै रिसाउँछन्, तर जेकले पनि उसलाई रिसाउँदै भन्छ कि यो केवल तिमी र त्यो राक्षसी पाइकनले गर्दा हो, जसले सधैँ हाम्रो क्ल्यानको लागि समस्या निम्ताउँछ। यो सुनेपछि लुआक साह्रै विचलित हुन्छ। यहाँ हामी माइल्सलाई फेरि देख्दछौँ। ऊ अझै पनि एउटै लक्ष्यमा केन्द्रित हुन्छ, जेकको क्ल्यानलाई मार्ने र स्पाइडरलाई प्राप्त गर्ने। उसलाई थाहा छ कि उसले एक्लै ज्याकको क्ल्यानलाई हराउन सक्दैन, त्यसकारण ऊ ज्याकको क्ल्यानको शत्रु फायर क्ल्यानसँग सम्पर्क गर्छ र वाल्याङसँग सम्झौता पनि गर्छ। हामीले थाहा पाउँछौँ कि वाल्याङ वाटर क्ल्यानको विरुद्धमा थिइन् किनभने उनले एकपटक पानी देवताहरूसँग सहयोग मागेकी थिइन्, तर पानी देवताहरूले उनलाई मद्दत गर्न अस्वीकार गरे र त्यसपछि उनी मद्दतको लागि आगोतिर फर्किन्। आगोले उनका सबै समस्याहरूलाई कम गरिदियो र त्यस बेलादेखि नै उनले विश्वास गर्छिन् कि आगो सबैभन्दा ठुलो देवता हो। तिनीहरू दुवैले निर्णय गर्छन् कि जेकको क्ल्यानलाई मारेपछि उनीहरूले प्यान्डोराको संसारमा सँगै शासन गर्नेछन् र उनीहरूले युद्धको योजना बनाउन थाल्छन्। माइल्सले वारेङलाई उच्च प्रविधियुक्त रोबोट र हात हतियारहरू प्रदान गर्नेछ भने वारेङले युद्धको लागि उनको सेना प्रदान गर्नेछन्। सिन यही चेन्ज हुन्छ र हामी स्पाइडर आफ्ना साथीहरूसँग खेलिरहेको देख्छौँ। तब माइल्स त्यही अचानक देखा पर्छन् र पछाडिबाट स्पाइडरलाई समात्छ। वारेङ मानसिक रूपमा उनीसँग जोडिन्छन् र उनलाई टाढा लैजान्छन्, जबकि स्पाइडरका साथीहरूले गोप्य रूपमा सम्पूर्ण घटनाहरू देखिरहेका हुन्छन्। त्यसको केही समयपछि हामी फायर क्ल्यान विशाल मानव जहाजहरू लिएर वाटर क्ल्यानमा आक्रमण गर्न आइपुगेको देख्दछौँ। युद्ध देखेर जेक आत्तिँदै भन्छ, म यहाँ कुनै रक्तपात चाहन्न, यदि तिमी मलाई गिरफ्तार गर्न चाहन्छौ भने गर। माइल्सले यो प्रस्तावमा आपत्ति जनाउँदैन र जब उसले ज्याकलाई लैजान थाल्छ, जेकले अर्को शर्त राख्छ, यदि तिमीले मलाई लैजान्छौ भने तिमीले मेरो क्ल्यानका मानिसहरूलाई पछाडिबाट आक्रमण गर्ने छैनौ। माइल्स यो कुरामा पनि सहमत हुन्छ र तिनीहरूले ज्याकलाई आफ्नो ठाउँमा लैजान्छ। धेरै मानिसहरूले उनीहरूको तस्बिर खिचिरहेका हुन्छन्। वारेङ पनि उनीहरूसँगै ह्युमन बेसमा आइपुग्छ र डेनी उसलाई देखेर कति पनि खुसी हुँदैन। उनले माइल्सलाई सोध्छिन्, तिमीले वारेङलाई यहाँ किन ल्यायौ? माइल्सले उनलाई भन्छ कि
यदि आज हामीसँग स्पाइडर र ज्याक छ भने यो सबै वारेङको कारणले हो। हामीले अर्को सिनमा वैज्ञानिकहरूले स्पाइडरले प्यान्डोरामा कसरी सास फेर्दैछ भनेर रिसर्च गरिरहेको देख्दछौँ। यता प्यान्डोरामा हामी लुआकले आफ्नो संसार र आफ्नो समुदायका मानिसहरूलाई बचाउनको लागि आफ्नो साथी पाइकनलाई खोजिरहेको देख्दछौँ। पानीमा उसलाई धेरै मांसाहारी माछाहरूले आक्रमण गरिरहेको हुन्छ, तर भाग्यवश उसका साथीहरू समयमै त्यहाँ आइपुग्छन् र उसलाई तिनीहरूबाट बचाउँछ। लुआक अझै पनि हार खाँदैन र आफ्नो यात्रा पुनः सुरु गर्छ र पाइकनलाई भेटाएर छाड्दछ। त्यहाँ उसले थाहा पाउँछ कि पाइकनलाई पनि मानिसहरूले आक्रमण गरिसकेका थिए र अझै पनि शरीरभरि मानव हतियार गरेको देख्दछौँ। यहाँ हामीलाई अर्को मानिसहरूको समूह देखाएको छ जो पानीमा रहेको जीवलाई आक्रमण गरेर त्यसबाट प्राप्त शक्ति प्रयोग गर्दै आफूलाई अमर बनाउन चाहन्छ। तर यहाँ एक वैज्ञानिक हुन्छ जसलाई यो सबै कुरा गलत लाग्दछ। उनी भन्छ कि तिमीहरू यो गर्न सक्दैनौ। यहाँका प्राणीहरू अत्यन्तै बुद्धिमान छन्, आफ्नो लागि लड्न सक्छन् र कुराकानी गर्न पनि सक्छन्। त्यसैले हामीले केवल आफ्नो स्वार्थका लागि तिनीहरूलाई नष्ट गर्नु हुँदैन। यसैबीच हामीलाई नीति देखाएको छ जो ज्याक र स्पाइडरलाई बचाउनको निमित्त ह्युमन बेस बाहिर आइपुगिसकेकी हुन्छन् भने अर्कोतर्फ स्पाइडर पनि रिसर्च ल्याबबाट बाहिर निस्किसकेको देख्दछौँ। गार्डहरूले उनलाई सिसिटिभीमा देख्दछन्, तर उनलाई आक्रमण नगर्न अर्डर आउँदछ किनभने वैज्ञानिकहरूले स्पाइडरमा धेरै एक्सपेरिमेन्टहरू गर्न बाँकी नै हुन्छ। यसैबीच हामी नीतिले ज्याकलाई पनि बचाएको देख्दछौँ। यसरी ज्याक र स्पाइडर सँगै आफ्नो क्ल्यानमा फर्कन्छन्। ज्याकले नीतिलाई भन्छ कि तिमी सही थियौ, मानिसहरूले स्पाइडरमाथि एक्सपेरिमेन्ट गरेरै छाड्नेछन् र हामीले उसलाई मार्नु पर्थ्यो। यसमा थप्दै भन्छ कि अहिले धेरै ढिलो भएको छैन, म स्पाइडरलाई मार्नेछु र उसलाई यो अपराधबाट मुक्त गर्नेछु। किनभने मानिसहरू हामी नजिक आउँदैनन् जबसम्म तिनीहरूले पत्ता लगाउँदैनन् कि मानिसहरूले प्यान्डोरामा कसरी सास फेर्न सक्छन् भनेर। एकपटक मानिसहरूले यो सिक्रेट कुरा थाहा पाएपछि हामी सबैलाई मार्नेछन् अनि प्यान्डोरामा आफ्नो कब्जा जमाउनेछन् र जसरी तिनीहरूले पृथ्वीलाई बर्बाद गरे तिनीहरूले प्यान्डोरालाई पनि नष्ट गर्नेछन्। जब जेकले स्पाइडरलाई मार्न खोज्छन् उसले सक्दैन किनभने एक बुबाको मुटु उसको छातीभित्र ढड्किरहेको थियो। उसले त्यो स्पाइडरलाई आफ्नै बच्चा जस्तै हुर्काएको थियो, त्यसैले उसलाई अँगालो हाल्दछ। यद्यपि यस समयमा तिनीहरू अझै पनि गम्भीर खतराको सामना गरिरहेका थिए। तिनीहरूलाई थाहा थियो कि मानिसहरू कुनै पनि क्षणमा स्पाइडरलाई खोज्दै आउनेछन्। त्यसपछि ज्याक एउटा ठुलो युद्धको तयारीमा लाग्दछ। तिनीहरू एक्लै मानिसहरूसँग लड्न सक्दैनथे, त्यसैले मद्दतको लागि एयर क्ल्यान, वाटर क्ल्यान लगायत आफ्नो सम्पूर्ण मानिसहरूलाई सहमत गराउँदछ। मानिसहरूलाई त्यहाँको समुदाय मात्र हराउन सक्दैनथे, त्यसैले पानीमा रहेको सबै टुल्कुनहरूलाई पनि मद्दत माग्दछ। तर टुल्कुनहरू यस समयमा कुनै पनि युद्ध गर्न चाहँदैनथे, त्यसैले युद्ध गर्न अस्वीकार गर्छन्। त्यति नै खेर पाइकन शरीरभरि मानिसले दिएको घाउ बोकेर लुआकको साथमा त्यहाँ आइपुग्दछ। उसले ती टुल्कुनहरूलाई बताउँछ कि यदि तिनीहरूले ज्याकलाई समर्थन गरेन भने मानिसहरूले तिनीहरूलाई पनि मार्नेछन्। यसरी टुल्कुनहरू पनि यस युद्धमा भाग लिन सहमत हुन्छन्। सिन यही चेन्ज हुन्छ र देखाइएको छ कि मानिसहरू त्यहाँ आक्रमण गर्न आफ्ना विशाल जहाज र विमानहरू लिएर आइरहेका हुन्छन्। अर्कातिरबाट अवतारहरू पनि तिनीहरूतिरै आउँछन् र आक्रमण गर्छन्। तिनीहरू बीच भयङ्कर युद्ध हुन्छ। माथि विमानमा रहेका मानिसहरूले आकाशमा रहेका अवतारहरूसँग लड्न थाल्छन् भने पानी जहाजमा रहेको मानिसहरूले पानीमा रहेको अवतारहरूसँग लड्न थाल्छन्। स्थिति अत्यन्त तनावपूर्ण भइरहेको हुन्छ। त्यति नै खेर टुल्कुनहरू पनि आउँछन् र तिनीहरूलाई मद्दत गर्छन्। त्यसपछि तिनीहरूले ठुला ठुला मानव जहाजहरू डुबाउन थाल्दछन्। एक क्षणको लागि यस्तो देखिन्छ कि अवतारहरूले जित्नेछन् भनेर, तर अचानक फायर क्ल्यानका अवतारहरू माइल्सलाई सहयोग गर्न त्यहाँ आइपुग्छ। फायर क्ल्यानका अवतारहरू अब एयर र वाटर क्ल्यानका अवतारहरूसँग लडिरहेको हुन्छ, जसले परिस्थितिलाई अझ खराब बनाउँदछ। किरी जसले पहिले पनि देवी आमा
युवाबाट मद्दत मागेकी थिइन्, फेरि देवीबाट मद्दत लिनको लागि पानीमुनि जान्छन्, जसलाई पछ्याउँदै स्पाइडर पनि पानीभित्र जान्छ। पानीभित्र तिनीहरू पहिले आत्माहरूको रुखसँग जोडिन्छन् र देवीसँग कुरा गर्ने प्रयास गर्छन्। यहाँ हामीले देवीको पहिलो झलक पाउँछौँ। माथि देखाए झैँ युद्धको समयमा सबैजना धेरै पीडामा थिए। त्यसै बखत गर्भवती मुखियाको श्रीमतीलाई बेथा लाग्छ र नितिरीको सहयोगमा उनले छोरीलाई जन्म दिन्छन्। त्यसपछि मुखियाको श्रीमतीको मृत्यु हुन्छ। मृत्यु हुनुअघि उनले नितिरीलाई आफ्नी छोरीको हेरचाह गर्न भन्छन्। यसैबीच माइल्स र उनको टिमले नितिरीलाई देख्छन् र उनलाई कब्जामा लिन्छन्। स्पाइडर नितिरीलाई बचाउन त्यहाँ आइपुग्छ र भन्छ कि मलाई थाहा छ तिमीहरूलाई मेरो आवश्यकता छ, मलाई लैजाउनुहोस् र यसको बदलामा नीतिलाई छोडिदिनुहोस्। कुराकानीकै क्रममा स्पाइडरले उनीहरूलाई विश्वासघाती आक्रमण गर्छ। ज्याक पनि उनीहरूसँग लड्न आफ्नो ड्रागनमा आइपुग्छ र त्यो उनीहरूबीच भयानक युद्ध हुन्छ। युद्धको क्रममा स्पाइडर खस्दछ। यो देखेर ज्याक र माइल्स दुवै हात्तिन्छन्, किनकि माइल्स स्पाइडरको वास्तविक बुबा थिए र ज्याकले उसलाई हुर्काएका थिए। सँगै मिलेर तिनीहरूले स्पाइडरलाई बचाउँछ र त्यसपछि सबै अवतारहरू माइल्स वरिपरि भेला हुन्छन्। उनीहरूको लिडरले माइल्सलाई मार्न चाहन्थे, किनभने माइल्स अवतारको रूपमा अवतारहरूलाई नै धोका दिइरहेका थिए। यस अवस्थामा माइल्सले आफ्नो गल्ती महसुस गर्छ। त्यसकारण कसैले उसलाई मार्नु अघि उसले आगोमा हाम फालेर आफ्नो जीवन बलिदान दिन्छ। यहाँ हामी देख्दछौँ टुल्कुनहरूले सबै शत्रुहरूलाई आक्रमण गर्छ र मानिसहरूलाई निल्छन् र बाँकी रहेका सेनाहरू त्यहाँबाट भाग्दछ। यसरी अवतारहरू आफ्नो संसार प्यान्डोरा बचाउन सफल हुन्छन्। चलचित्रको पोस्ट क्रेडिट सिनमा हामीलाई देखाइएको छ कि स्पाइडर सबै अवतारहरूसँगै फिल्मको सुरुमा देखाइएको आत्माहरूको रुखसँग जोडिएको छ। यस आत्माको रुख मार्फत आफ्नो मृत आत्मा र अन्य सबै अवतारहरूसँग पुनर्मिलन गर्दछन्। तिनीहरू सँगै धेरै खुसी हुन्छन् र यो सबैको सिनको साथ चलचित्र यही समाप्त हुन्छ।